फेरि पनि अर्को एपिसोड लिएर उपस्थित भइसकेको छु साथीहरु। च्यानल लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला। यस्तै भिडियोहरुको रियाक्सन भिडियो चाहिँ हाम्रो च्यानल मारुति एन्टरटेनमेन्ट च्यानलमा उपलब्ध हुनेछ। हरेक नेपाली सर्ट मुभी अथवा नेपाली सिरियलहरुको चाहिँ मैले हजुरलाई बुझ्न सकिने रिभ्यु अथवा अब त रियाक्सन भिडियो चाहिँ बनाएर पठाइएको छु। पुरामाले कसरी पिक्निक बनाउने आइरहेछ। भयो फेरि नाटक गर्नु पर्छ। सब्स्क्राइब गरेर दसटी कारणले घर छोडेर गइस् र कस्ता बसिस् मलाई सबै थाहा छ। बिचारी मेरी भान्जीहरू हजुरआमा भेट्न भन्दै गएका तर तेरो आमा छोरी मिलेर मेरो भान्जीहरूको अपमान गरेर पठायो होइन। भान्जी म यसलाई त्यसै छोड्दिनँ। तिमीलाई थाहा छ यो सम्पत्तिको निम्ति घर छोडेर गएको। जबदेखि यो सारा सम्पत्ति तिमीहरूको नाममा छ भने थाहा पाइसकेपछि त्यसले तिमीहरूलाई शत्रु ठाने। यस्तालाई त सजाय दिनुपर्छ। नाइ हजुर, अबदेखि म यस्तो गल्ती कहिले गर्ने छैन। मलाई एकचोटिलाई माफ गरिदिनुस्। मलाई मैले कुनै पनि हालतमा माफी दिन्न। गइहाल यहाँबाट। नाना, माइजूलाई अब पठाउने कुरा नगर्नुहोस्। माइजूले आफ्नो गल्तीको प्रायश्चित गरेर फर्किनु भएको छ। त्यसैले माइजूलाई माफ गरिदिनुहोस्। भान्जी, मैले यसलाई कुनै पनि हालतमा माफी दिन्न। भनिन्छ नि सर्पलाई जति नै दुध पिलाएर राख्यो भने एक दिन डस्छ भनेर। जा त यहाँ। माइजू मामाले गाली गर्नुभयो पनि नराम्रो नखाने थिएँ। म उहाँलाई तपाईको बुवा मम्मी भन्न चाहँदैनस्? म तुमस भन्न सकिनँ मैले। भन्दा बाबु परिवार बुवालाई नाइ त पठाउने सासु काका